I'm back with the another bank. म चाहिँ अब टक्क सिन्धुली निस्किँदैछु। एउटा सामान तेल लिएर आउनु पर्ने छ। टक्क सिन्धुली गएर तेल लिएर आउँछु। अहिले चाहिँ हामी ट्याक्क सिन्धुलीबाट म घर फर्किँदैछु। ठ्याक्क साङबाले भन्ने ठाउँमा आइपुगेँ। आज मेरो गाडीको ब्लग, अब मोटो ब्लगबाट गाडीको ब्लग सुरु। भन्नाले तेल ल्याउने काम थियो, अनि त्यही भएर खास लिन आएको थिएँ। बनाइदिउँ त एउटा ब्लग। जनकपुर गएदेखि ब्लगै बनाएको छैन, त्यही भएर बनाइदिएको हो भने चाहिँ कस्तो बानी बस्यो पनि। यो चाहिँ पिओभी सर्ट। कति बाइकको मात्रै ब्लगमा गाडीको पनि बनाइदिउँ न कहिलेकाहीँ। तेल चुहिएको छैन हेरौँ। हल्का रसा मात्र रहेछ ड्रम चाहिँ तेलको। तर डिफ्रेन्ट एङ्गलबाट आज म खिच्छु। मैले खतरा एउटा जोगाड लाएको छु यहाँनिर सिसामा टाँच्नलाई। हेरौँ, बाटो चाहिँ हाम्रोतिर फेरि यस्तो मखन छ नि, तर आज चाहिँ अलिक कुदाउनु मिल्दैन। तेल छ नि त पछाडि, डिजेल। बिस्तारै जानुपर्छ। यो फेरि बाटो देखाउनै फेरि गाह्रो छ। अहिले चाहिँ मेरो यो साइडबाट ठ्याक्कै एउटा एङ्गल योबाट, अनि एउटा चाहिँ ट्याक्क यतिबाट हान्न पाए सजिलो हुन्थ्यो। अनि भ्लग चाहिँ मैले जनकपुरबाट आजदेखि नै बनाउँछु भन्थेँ, बनाउनै पाइरहेको थिइनँ क्या। कहिले कता बिजी पनि आज चाहिँ बनाइदिउँ, हामी पनि छ जाने भनेर। जाने बेला खिच्छु भने जाने बेला फेरि उनी भएन, त्यो फर्किने बेला खिचेँ मैले भ्लग चाहिँ। त्यसको लागि केही छैन, सरी। सुरुङको काम चाहिँ लगभग सकिसक्यो। त्यो हाइड्रो प्रोजेक्टहरूको र उहाँहरूको बाँकी छ। हो यो पानी चाहिँ यहाँ उहाँबाट खर्छ। ठ्याक्क त्यहाँ एउटा खोला छ, ठ्याक्क यही खोलामा झऱ्यो यो पानी।
ढुँ ढुँ ढुँ।